टडङ टडङ हुन्छ यहाँ यति राम्रो घर छ घरको छेउमा कहाँ कहाँ यार यस्तो हुन्छ यहाँ छ यहाँ स्कुल हेलो साथीहरू स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा यो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाको साथ फेरि पनि आइसकेको छु हजुरहरूको सामने नयाँ भिडियो लिएर साथीहरू यहाँ चाहिँ चस्मा लाउनलाई रेडी घाँस काट्नु जाँदा चस्मा लाउन गाह्रो छ गरौँ गरौँ त्यही हो साथीहरू हेर्दै गर्नु होला हामी चाहिँ जान्छौँ अब घाँस काट्नतर्फ लाग्नेछौँ हामी मात्रै होइन छन् अरू पनि कलापन त्यही साथीहरू हेर्दै गर्नु होला देखाउने नै छु हजुरहरूलाई साथीहरू हाम्रो घरमा चाहिँ यहाँ खुर्मली फलेको छ यहाँ हेर्नुहोस् खुर्मली अरे यो खुर्मली मैले त फर्स्ट टाइम देखेको हो तर त्यो खानेकुरा हो रे सबैकोतिर खुर्मली त हुन्छ अनि साथीहरू यहाँ अर्को पनि छ कि खानेकुरा यहाँ चाहिँ यो कति पाक्यो यो हो चौतारी रे चौतारी चौतारी यो चाहिँ यो यस्तरी टिप्ने यस्तरी खाने तर मलाई चाहिँ यो खासै मन पर्दैन अरूलाई चाहिँ मन पर्छ अरे हाम्रो घरमा यहाँ फुले यो रहेको छ हाम्रो घर ये हमारा पतिदेव यो घाँस त टड्काउनु पर्छ साथीहरू यो चाहिँ यो चाहिँ मेरो बुढाको छाया मैले चाहिँ बोकेको छु यहाँ यत्रो राको डोको अनि हामी जाल लगाएको छ यता माथि साथीहरू यहाँ माथि चाहिँ एउटा कस्तो राम्रो घर छ म देखाउँछु हजुरहरूलाई हेर्दै गर्नु होला यहाँ चाहिँ टडङ 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 हेर्न देख्न सक्नुहुन्छ यहाँ यति राम्रो घर छ घरको छेउमा भाउजू हजुरले मलाई यो घरको फोटो खिचेर पठाउनु भन्नुभएको थियो नि हेर्नु अब यहीँबाट हेर्नुहोस् हामी चाहिँ जान लगाएको छौँ माथि आज त मौसम नि कस्तो सफा भइरहेको छ साथीहरू हामी चाहिँ यहाँ तलबाट आएको के होइन अनि यहाँ चाहिँ उकालो छ त्यही भएर यहाँबाट आयौँ हामी यहाँ चाहिँ रहेको छ पानी ट्याङ्की अनि हामी नै आउँछौँ कि कहिलेकाहीँ यहाँ नुहाउनलाई आजभोलि चाहिँ धेरै भयो आएको छैनौँ हामी यहाँ नुहाउन यहाँको पानी चाहिँ कस्तो छ कि नमिठो सुरुमा त मलाई यहाँको पानी मनै पर्दैन थियो आजभोलि चाहिँ अलि बानी भएर होला अलिअलि मनपर्छ अनि यस्तो साबुनहरू लगाएर हातहरू कपडाहरू यस्तो धुन्छौँ नि हामीले अनि त्यसमा त कस्तो चिप्लो हुने के कपडा नि चिप्लो भए जस्तो फिल हुने चिप्लो त चिप्लै हुन्थ्यो अनि आजभोलि चाहिँ
खासै त्यस्तो लाग्दैन म चाहिँ यहाँ बसेँ मेरो बुढा हुनुहुन्छ उता हुनुहुन्छ म चाहिँ यता बस्यो यहाँ पानीको नजिक चाहिँ यहाँ रुखहरू छ नि त यो रुखहरूको यहाँ शीतल आएको छ म चाहिँ यहाँ बसेको छु अझै हामी जान्छौँ उहाँ माथितिरको उता माथि हेर्नु होला देखाउने नै छु साथीहरू अब हामी चाहिँ आइसक्यौँ हाम्रो घाँस काट्ने डेस्टिनेसनमा पुगिसक्यौँ हामी यस्तो घाँस काट्ने र अब यस्तो के हो यस्तो घाँस अनि यो चाहिँ हाम्रो गाउँ हाम्रो गाउँ यो सररररररररर पारेर देखाइदिन्छु म यो उताको ठाउँ चाहिँ के हो मलाई थाहा छैन हाम्रो चाहिँ यति गाउँ हो यति हाम्रो यता म छु यहाँ शीतलमा बसिरहेको छु म देखाउने छु साथीहरू हेर्दै गर्नुहोला मैले अझै अहिले केही स्पेसल देखाउँछु भन्ने कुरा त हजुरहरूलाई थाहा छैन साथीहरू हामी चाहिँ यहाँ घाँस काट्न आएको मान्छे यहाँ मस्त बस्यौँ ए मेरा बुढा यहाँ बस्यौँ अनि हामी चाहिँ यहाँ बसेर पुरै गाउँलाई निहालेर हेर्दैछौँ गाउँ निहाल्दैछौँ गाउँ कस्तो भन्दै पुरै पारिको डाँडा समेत देख्या हाम्रो गाउँको स्कुल चाहिँ यहाँ छ यहाँ स्कुल अनि त्यहाँ एउटा टावर पनि छ कस्तो गरेर स्कुल यो भयो अनि यहाँबाट आएर मामा घर यो अनि हामी छौँ यता बसेर तर हाम्रो घर देखिँदैन रहेछन् कहाँ मेरो घर कहाँ हो छिटो मुख बन्द गरे अब हामी चाहिँ साथीहरू यो घाँस काट्ने छौँ यो सबै घाँस काट्ने हो अहिले हामी त्यहाँ काफल छ हाडे काफल हाम्रो घर चाहिँ यताबाट देखिन्छ कि भनेर म देखाउनु लागेको छु तर हाम्रो घर देखिँदैन यता पनि छ गाउँ अस्ति नै हामी उहाँ माथि गएको थियौँ उहाँ माथि लभ डाँडो अरे त्यो लभ डाँडो यहाँ माथि पानको पात मेरो बुढाको चाहिँ यहाँ सबै घाउ निस्केर यस्तो भएर बिचरा अहिले चाहिँ अलिक ठिक भएको छ साथीहरू अस्ति नै चाहिँ कस्तो भएको थियो कि विचित्र थियो संसारी माया विचित्र भन्छ नि हो त्यस्तै भइरहेको थियो अहिले चाहिँ अस्ति नै भन्दा त पुरै सन्चो भइरहेछ सन्चो भएर यहाँ मैले घाँस काट्न पनि लिएर आएको छु अनि मैले अब 15 घाँस काट्ने हो एउटा अम्लै हराएछ कि मेरो ल अनि के अर्को कुरा साथीहरू यो पन्जा यता अर्को हातको हो अनि यो चाहिँ टेक्नोलोजिया भनेको यही हो साथीहरू हेर्नुहोस् अब घाँस काट्नु पर्ने हुन्छ हामीले यति घाँस काटेर हामीले यति काटिसक्यौँ यत्रो डोकोमा यति भयो अब यहाँबाट त्यहाँसम्म काट्यो भने पुग्छ दुनियाँलाई खस
हाडे कफल साथीहरू यो हाडे कफल यस्तो हुन्छ खाने हो कि नै मैले त खान्न हुन्छ गोजी च्यातेर सबै झऱ्यो सुरुवालको क्या गोजी च्यातेर सबै झऱ्यो यहाँ झरेको सबै यस्तरी पाक्छ साथीहरू यहाँको आडे कफल हामी चाहिँ यहाँ टिपेर खान्छौँ एकछिन अनि त्यसपछि जान्छौँ यता टिप्दै हुनुहुन्छ मेरो बुढाज्यूले मिठो छ अरे खाँदै टिप्दै खाँदै तर साथीहरू मलाई त खासै मन पर्दैन त्यही पनि यसो साथी बसेर खाइदिएको तर यसलाई यो भित्रको पनि टोकेर खान्छन् रहेछ तर मैले त मेरा दाँत इतना मजबुत नै है क्या त्यही भएर म बाहिरको मात्रै खाइरहेको छु टोक्न नसकेर अस्ति नै बाटोमा हामी यता जाँदाखेरि 100 रुपियाँ मान 100 रुपियाँ मान भइरहेको थियो हामी खाएनौँ टिपेनौँ हामी त किनेनौँ किनकि यहाँ हामी आफै टिपेर खान्छौँ भनेर टिपेनौँ सही मरक छ त यस्तो त्यही हो साथीहरू भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला माया गरिदिनु होला भन्दै अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथीहरू बाई बाई के को बाई बाई म यहाँ यस्तो राम्रो फुल देखाउन आइरहेको छ होइन वाउ कस्तो राम्रो हो कि यस्तो फुल त साथीहरू कति छ कति म हजुरलाई अर्को भिडियोमा देखाउने नै छु साथीहरू हेरिदिनु होला अनि आजको भिडियो यति नै साथीहरू बाई बाई